यत्रो चाहिँ मासु भुटेर खाउने अनि फेरि त लाग्नुपर्छ हामी मासु पकाइरहेको छौँ अब हाम्रो मासु सुरु हुँदैछ यो भान्सा प्याज काट्नु सुरु गरेपछि मासु के मासु त्यहाँ यहाँ हो उता 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 ए यो चाहिँ प्योर कालीको कति छोरी 1 किलो मासु हो अरे उ छैन अरू उतो सधैँ उतो ल्याउनु त उतो कुन झोला होइन उतो के साइडमा है साइडमा उतो ल्याउनु ल मटर यसमा चाहिँ उहाँको यो राम्रो छ ल सानो पार्ने सर अलिक यहाँ पर्दैन त्यो तातै छैन भइहाल्छ उयो गरेर भइहाल्छ नि हो हेर्नुहोस् त अब प्याज हाल्ने कि यो हाल्ने पहिले के हाल्नु हुन्छ लङ सिग्नल दालचिनी ठिकै छ यो जिरा हो कति हाल्ने चाहिँ प्याज कति हाल्दिनँ न ग्यासमा एकदम काट्यो म पिसेर हाल्नु हुन्छ उ त्यसमा उ पनि छ खोर्सानी कहाँ पर्छ कोही चाहिँ भन्दै हुनुहुन्थ्यो त अघि त्यही होला कतिवटा हाल्नु त खोर्सानी म त हाल्दिनँ हाल्दिनँ पुडिङ हालेको पुडिङ कहाँ हाल्दै कहाँ पर्यो हाल्नु गयो अब यस्तो भएपछि केही लाग्छ र हो बेसार कता हरायो बेसार होला अब अघि हजुरले यतैतिर भन्दै हुनुहुन्थ्यो क्या कोही चाहिँ क्या भन्दै हुनुहुन्थ्यो बेसार त्यसैमा थियो बेसार होइन अर्को यसमा भयो त्यसमा चाहिँ के भन्छ खान्छ त्यो रङ चिनी जिरा अदुवा सबै थियो के हो ए छ नि त्यसै छैन त त्यही हो नि अब कता पर्छ भन्ने कसै हाल्नु छैन लसुन सबै हाल्नु यति हाल्ने अरू नि छ यति लसुन यति प्याज पनि छैन अझ प्याज त्यहाँ नि अर्को हाल्ने त प्याज भाइ राखिन्छ कहाँ राखिन्छ सन्तोष छ यहाँ नि छ त एउटा प्याज त अरू पनि अदुवा पनि छ होइन अरू अदुवाले चाहिँ यति अदुवा चाहिँ यसैमा हाल्ने है